साथीहरु सबैजनालाई नमस्ते। म चाहिँ भने माथि बारीमा आइराखेको छु है। जाडो छ हेर्नुस् न, तातो लुगा लगाएर कम्ती चिसो हुँदैन हो। मलाई त तातो लुगा लगाएर चाहिँ बारीमा आइराखेको छु। हाम्रोतिर चाहिँ एकदमै चिसो छ हो। भन्दै म चाहिँ तरुल खन्नु आएको है साथीहरु। डल्लै खन्देको आज चाहिँ हो। अहिले चाहिँ भने मैले सिम्बल तरुल खनिसकेँ साथीहरु। खनेको भिडियो चाहिँ बनाइनँ हो। जाडो छ, चिसो छ नि त हाम्रोतिर। मलाई अल्छी लाग्यो भिडियो बनाउनु, अन्त बनाइनँ। अहिले चाहिँ मैले खनिसकेँ। यो चाहिँ अस्ति नै खनेको थिएँ, त्यहाँ उब्रेको थियो त्यो झ्याङमा। अन्त त्यो झ्याङबाट चाहिँ आज सबै खनिसकेको। त्यो चाहिँ निकाल्यो हो। अस्ति खनेर खाएको मिठो भएको थियो। अन्त आज पनि मलाई खन्नु मन पर्यो, खानु मन पर्यो। अन्त अहिले भने चाहिँ मैले चाहिँ खनिसकेको छु। कसलाई मनपर्छ सिम्बल तरुल? मलाई चाहिँ एकदमै मनपर्छ हो। चियासँग मिठो लाग्छ। अन्त हाम्रोतिर चाहिँ एकदमै चिसो हुन्छ, घाम ढिलो आउँछ नि त। घाम भर्खर आउँदैछ, देख्नुभयो पुरा उयो छ, सेपिलो छ हो। अन्त भर्खर घाम आउँदैछ। अहिले चाहिँ यति खनिसकेँ। मजाले फलेको रहेछ हो। नयाँ झ्याङ हो, यसपालि नै रोपेको नयाँ झ्याङमा पनि यतिको दामी फलेछ। यहाँ चाहिँ बाटो अप्ठ्यारो छ कि गरामुनि झर्नुपर्छ हो। अन्त मलाई अप्ठ्यारो भएर चाहिँ एकछिन बिसाएर चाहिँ फेरि भिडियो बनाएँ हो। कस्तो मजाको भएको रहेछ। अन्त यो चाहिँ रातो खाले सिम्बल तरुल हो। कोलाई मनपर्छ हो। यो रातो चाहिँ एकदमै सजिलो हुन्छ, तास्नु पनि त्यस्तो टाइम लाग्दैन हो, सरसर ताजिन्छ। अन्त यसरी चाहिँ मैले खनिसकेँ हो। हेर्नुहोस् न कस्तो मजाले फलेको। यसमा त पुरा बेसी रोपेको थिएँ, तर चाहिँ अरू चाहिँ सबै हावाले लडाइदियो हो। यति झ्याङ चाहिँ राम्रो छ हो। अनि चाहिँ म घरतिर लागेँ। अब चाहिँ म यसलाई घरमा लगेर ताछेर चाहिँ पकाउँछु साथीहरु। भन्दै सबैजनालाई बाई बाई।